ड्युटीमा खटिरहनु भएको महिला प्रहरीमाथि यसरी हातपात गरेका छन्। पहिला यो भिडियो हेर्नुहोस्। हाम्रो पनि यो वर्दीभित्र हामी पनि यही मानव हो कि होइन? यो वर्दी लाउँदै हामी सबैको फुटाएर गाली खाने हो। हामी यही खानाको हो घरबाट। तपाईँहरू पनि यही सुरक्षाको लागि हामी खटेको मान्छे, तर हामी जनतैबाट असुरक्षित छौँ। के गर्दै के भन्न चाहनुहुन्छ यहाँबाट? हामी केही भन्न सक्दैनौँ। हाम्रो प्रवक्ता हो, उहाँहरूले के भन्नुहुन्छ उहाँबाट सोध्नु होला। हामी ड्युटीमा खट्ने र फुटाइ खाने यहाँ। यसरी प्रहरीमाथि नै यसरी हातपात गर्ने व्यक्तिलाई चाहिँ कस्तो सजाय हुनुपर्छ? सबैले कमेन्ट बक्समा कमेन्ट गर्न चाहिँ नबिर्सनु होला।